आज शनिबारको अवसर पारेर हामी आज घुम्न जाँदैछौँ। हेलो साथीहरू, बाल खोल्ने जस्तो नि छैन के फेरि। आफ्नो प्लेनलाई ल्यान्ड गरिसकेका छौँ। बाल खोल्ने मास्क लगाऊ। हेलो च्यानल इट्स मी सबैजनालाई। अनि आज हामी कहाँ जाँदैछौँ अनि आज टाइटल डिस्क्रिप्सन ठाउँमा लिएर तपाईँ सबैजना पुगेपछि आज हामी घुम्न जाँदैछौँ। हामी आइपुग्यौँ भने घुम्न जाँदैछौँ। त्यहाँ पारीबाट यहाँ आइपुग्यौँ। थ्याङ्क यू। आज ह्याप्पी स्याटरडे। हेलो भनिदिनुहोस्। हेलो भनिदिनुहोस्। है कहाँ ध्यान छ तिमीलाई? हेर्दै गर्नु कहाँ जान्छौँ। आज शनिबारको अवसर पारेर हामी आज घुम्न जाँदैछौँ स्कुटीमा। म र दिदी दर्शी कहाँ जान्छौँ भने हामीलाई पनि थाहा छैन। दर्शी कहाँ कहाँ जान्छौँ आज ह्याप्पी स्याटरडे है। दर्शी हामी कहाँ कहाँ जान्छौँ हेर्नु होला। स्टे ट्युन गाइज। हेलो साथीहरू, हामी घुम्न जाँदैछौँ। हेलो बाटोमा छौँ। ट्राफिक लाइट बोलेर हामी कुरेर बसेछौँ यहाँ। सबैजना बुटो लाँदा आफ्नो प्रोटेक्ट आफै गरेर आउनु होला। यस्तो धुलो धुलो छ। लाएर आउनु होला है।
बनाइरहेको कस्तो हलले हो बनाएको हामी जाँदैछौँ साथीहरू हेर्न सक्नुहुन्छ सिधावाला नि बना न सानो टाउको माथि हेलो साथीहरू बाल खोले जस्तो नि छैन के फेरि हामी अहिले यहाँ आफ्नो प्लेनलाई ल्यान्ड गरिसकेका छौँ बाल खोले हाई गाइस आजै न हामीले चरङ्गे आछौँ कहाँ छन् हामी छौँ सँगैको बाटो अब टिकटक बनाउँछौँ र जान्छौँ टिकटक हेर्न चाहनुहुन्छ नि फलो गर्नु होला सबैजनाले निकालिदिएको भाइ यसले भाउ धेरै हुँदैन गर लेट्स सी राम्रो ठाउँ छ पिस ठाउँ आउनु भएको छ उहाँले अड्काउने पनि छैन हाम्रो चरङ्गेको यात्रा यहीसँग खतम भइसक्यो अब जाम हामी भोक लाग्यो उषा दिदीको किमा नुडल खान जान्छौँ लेट्स गो अझै यात्रा छ यात्रा जारी छ भइरो अझै पुग्नै छ हेरिराख्नु होला ह्याप्पी स्याटरडे फोटो फ्राइडे भन्नु पर्दैन भयो लेट्स गो A few moments later. हेलो साथीहरू हामी हेर्नुहोस् त फेरि कहाँ मेरो फेभरेट ठाउँ गाईगोठ हामीहरू गाईगोठ आएको छौँ हेर्न सक्नुहुन्छ कहाँ छ भन्ने थाहा छ हजुरहरूलाई कहाँ छ मेडिकल हेर्नुहोस् त मेडिकल पछाडि छ रोक्नुहोस् है हजुरलाई देखाउँछ यो हाम्रो गाईगोठ यहाँ घर बनायो भने बिमारीलाई लगाएर उहाँ जाने मेडिकल कलेज भैरुवाको त्यसको पछाडि हो गाईगोठ हामी अघि भर्खरै बुटोल थियो मैले भइरहेछौँ के थाहा हजुर हामी फरेनिया बजार पनि पुगेर आइसकेछौँ कोक बोकेर आछौँ एउटा उहाँ सौटाको छोरा जस्तै उहाँ गयो हेलो भनिदिनुहोस् आन्टी अनि यहाँ यो पनि एक तरिकाको पिस ठाउँ हो त्यही भएर उहाँ पिस हुन आउनुहुन्छ हामी हेर्नुहोस् कस्तो राम्रो फोटो खिचेको छ मैले राखिदिन्छ हेर्नु है फेसबुकमा टिकटक पनि बनाछौँ फलो गर्नु होला उहाँको आइडीलाई नि उहाँले हाल्नुहुन्छ तल थियो अलि चाहिँ चिडिया जङ्गल बाहुनपट्टि चाहिँ जानै छ